वेलकम गाइस। आज चाहिँ हाम्रो नयाँ ब्लगको साथमा आज चाहिँ हाम्रो दसैँको दिन हो अनि हामीले अब एकैछिनपछि टिका लाउने ओर्ने आशीर्वाद थाप्ने र गाउँभरि रमाइलो गर्ने हुनेछ र अन्य भिडियोमा पनि रमाइलो गरेका थियौँ र अब यो भिडियोमा पनि रमाइलो गर्नेछौँ। आज दसैँको दिनमा टिका लगाएर आशीर्वाद थाप्नेछौँ। सबै लास्टमा भिडियो हेर्नु होला, स्किप नगरिकन। हेलो गाइस, अब चाहिँ हामी मन्दिर जाँदैछौँ। मन्दिर जानका लागि दाइहरू हुनुहुन्छ। अब हामी हिँड्दैछौँ। यहाँ चाहिँ हामीले के अक्षय तारा जमरा समरा लिएर ट्याक्क जाँदैछौँ। यो भाइले ब्लग बनाउँछु भन्ने भनेको छ। गाइस हामी चाहिँ हिँड्दैछौँ, हामी ट्याक्क जाँदैछौँ। मन्दिरमा गएर कस्तो बन्ने छ भिडियो भनेर देखाउनेछौँ। अनि आजको दिन रमाइलो भएको छ अहिलेसम्म र अन्त्यसम्म भिडियो हेर्नुको प्रतिक्रिया दिनु होला, सब्सक्राइब गरिदिनु होला गाइस। अनि हामी जाने मन्दिरमा चाहिँ यता हो होइन, यहाँ चाहिँ हामीले बारी जोतेर भइसकेका छौँ। तोरीसोरी लाएर ट्याक्क म चाहिँ बेला बोकेर हिँडिरहेको छु। हेलो गाइस, अब चाहिँ म चिनाउन गइरहेको छु ठाउँ। यहाँ चाहिँ भाब्रा भन्छन् होइन, यहाँ चाहिँ सन्धिहर्क, यहाँ चाहिँ अर्घ, यहाँ चाहिँ भाइ, यो चाहिँ खन भन्छन्। यहाँ चाहिँ जालकाँडा पर्छ। फाइनली गाइस, अब चाहिँ हामीले मन्दिरको काम भइसकेको छ। अब चाहिँ हामी घर जानेछौँ र भिडियो लास्टमा हेर्दैछौँ। अब चाहिँ हामी घर जाँदैछौँ र यहाँ चाहिँ भ्लग बनाउने भनेर 4-5 जना चाहिँ लाइनमा हुनुहुन्छ। लाइनमा ट्याक्क हामी चाहिँ अब भिडियो बनाउने क्रममा छौँ सबैजना। अब लास्टसम्म हेरिदिनु होला है। ल हामी चाहिँ अब घर जाँदैछौँ होइन गाइस। यहाँ चाहिँ चिच्चाएर बोल्न पर्छ अरे, अहिले पछि आवाज आएन भने फेरि मिस्टेक हुन्छ अरे, त्यही भएर चिच्चै मैले भ्लग बनाउँदैछु। ल हामी चाहिँ अब घर जाँदैछौँ है गाइस। हामीले चाहिँ त्यस्ता जान्दैनौँ, हामी सुरुका के भन्छ भ्लगरौँ, छोटे मोटे हौँ हामी। हजुर सबै मिलेर हाम्रो च्यानल सब्सक्राइब गर्नु होला। अब चाहिँ हामीले टिका लाउन गइरहेका छौँ र हामीले टिकटक हुनुहुन्छ। उल्टो भइदिया। अब चाहिँ हामी टिका लाउन गाउँदै हिँड्दैछौँ। अब चाहिँ यहाँ बाको घरमा जाँदैछौँ हामी चाहिँ र अन्त्यसम्म भिडियो हेरिदिनु होला गाइस। अब चाहिँ यहाँ टिका लाउन आएका छौँ हामी। यहाँ चाहिँ कोही पनि हुनुहुने हुन्छ, मन्दिरतिर जानु भयो होला सायद। हामी चाहिँ फेरि जानु लागेको छौँ टिका लाउन।